जेठ 15 गते हाम्रो गणतन्त्र दिवस गणतन्त्र स्थापना भएको दिन त्यो दिन गणतन्त्र दिवस मनाउने क्रममा हामी उपत्यका छ्याप्पै ढाक्छौं भन्ने ढंगले उहाँले बोल्नु भएको हो। तर कब्जा भन्ने शब्द चाहिँ मैले पनि सुने, तर कब्जा भन्नुको अर्थ हामी बृहत रूपमा गणतन्त्र दिवसलाई चाहिँ मनाउँछौं भन्ने ढंगले आएको हो भन्ने मेरो चाहिँ बुझाइ हो। शान्तिपूर्ण ढंगको भेला हो। गणतन्त्र दिवस मनाउँदा अब देशमा गणतन्त्र आएको खुसियालीमा यो देशको जिम्मेवार राजनीतिक पार्टीको तर्फबाट आम कार्यकर्ता सहितको हाम्रो समर्थक शुभेच्छुक सहितको भेलाले बृहत रूपमा चाहिँ गणतन्त्र दिवस मनाउने भन्ने कुरा त्यो कब्जा भन्नेसँग अलिक मेल खाँदैन। उपत्यकामा भएका र उपत्यकामा रहेका विभिन्न कमिटीहरू र पार्टी केन्द्रमा रहेका केन्द्रीय नेता लगायतका विभागीय सदस्यहरू समेत र यो सम्पर्क मञ्चसँग सम्बन्ध आम नेता कार्यकर्ता चाहिँ को बृहत भेलाले शान्तिपूर्ण ढंगले खुसियाली मनाउने र त्यसको निम्ति चाहिँ एकदम झाँकी लगायतका नाचगान सहितका टोलीहरू सांस्कृतिक टोलीहरू सहितको उपस्थिति गरेर भिरगुटी मण्डपमा 10:30 बजे भेला हुने भन्ने चाहिँ हिजो हामीले चाहिँ के भन्छ जानकारी भएको छ मिटिङद्वारा। त्यसैले त्यही अनुसार हामी शान्तिपूर्ण ढंगले जाने हो, गणतन्त्र दिवस मान्ने हो। कब्जा भन्ने कुरा चाहिँ होइन, हामी भिरगुटी मण्डपभित्रै सीमित हुन्छौँ। अब यो बुझाइमा अलिक फरक देखेँ मैले। जस्तो नेपालको संविधानले राजावादी पक्षधर्तालाई एडभोकेसी गर्दैन, त्यहाँ ठाउँ छैन संविधान अन्तर्गत। त्यसो हुँदाखेरि कसैले शान्तिपूर्ण ढंगले आम रूपमा आफ्नो अवधारणा राख्न भेला बैठक गर्न सक्छ। त्यो लोकतन्त्रकै उपलब्धि हो भन्छु म त्यहाँ। तर उहाँहरूले जुन संविधान भन्दा पनि दायाँ बायाँ लागेर चाहिँ जुन किसिमको एउटा नाराबाजी गर्ने कुरा उठाउनु भएको छ, त्यो चाहिँ उहाँहरू सबै संविधानकै घेरामा हुनुहुन्छ, संसदमै हुनुहुन्छ। त्यो संविधानकै प्रावधानबाटै निर्वाचित भएर आएको नेताहरू हुनुहुन्छ त्यहाँ। र कसरी त्यसलाई चाहिँ उहाँहरूले चाहिँ के भन्छ बलजफ्ती गर्ने हो त्यो चाहिँ म बुझ्दिनँ। तर के छ भने हामीले भनेको चाहिँ हामीले हाम्रो पार्टी पंक्तिको तर्फबाट सरकारको तर्फबाट त छुट्टै के अरे कार्यक्रम छ। हामी हाम्रो पार्टीको तर्फबाट नि हामीले हाम्रो समेत बलिदानीपूर्ण संघर्षको कारण चाहिँ आएको गणतन्त्र हुनाले हामीले गणतन्त्र दिवस मनाउने हो। त्यो गणतन्त्र दिवस हामीले मनाउनु भने कसैको विरुद्धमा होइन। अब एउटा चाहिँ गणतन्त्रको चिन्ता भनेको चाहिँ नेकपा एमालेलाई मात्रै भएको हो कि जस्तो नि देखियो होइन। माओवादीहरूले खोइ काहीँ कार्यक्रम राखेको सुनिया छैन, अरू पार्टीले पनि कतै कार्यक्रम राखेको सुनिया छैन। यो भनेको चाहिँ एमाले र राजावादीको चाहिँ यो द्वन्द्व, यो मुठभेड गराउने रणनीति अन्तर्गत चाहिँ यो कार्यक्रम जुराएको भनेर पनि कतिले त्यसरी विश्लेषण गरिरहेको होइन। हाम्रो त गणतन्त्र दिवसकै दिन मनाइन्छ र त्यही दिन अरूले चाहिँ किन त्यो गर्दैछ त्यो त उहाँहरूले बुझ्ने कुरा। उहाँहरू त राजा ल्याउने, राजदरबारमा चाहिँ राजालाई प्रवेश गराउने। अब संवैधानिक प्रावधान अनुसार त्यो व्यवस्था छैन र त्यसको निम्ति छुट्टै संवैधानिक व्यवस्था हुनु पर्यो। त्यसको निम्ति त बौद्धिक बहस छलफल गरेर टुङ्ग्याउनु पर्ने कुराहरू हुन्छ। आम भेला गरेर नारा जुलुस गरेर तोडफोड गरेर त त्यो यो खालको अवस्था त हुँदैन। त्यसो हुनाले हामीले त संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते चाहिँ गणतन्त्र घोषणा भएको दिन भएको हुनाले गणतन्त्र दिवसको रूपमा भनेको राजावादीहरूको आन्दोलनले नेकपा एमालेलाई कुनै असर पार्दैन। होइन, हामी त्यतातिर जाँदैनौँ। कसले कहाँ के गर्दैछ त्यो हाम्रो खोजीको विषय होइन। तर तपाईँको चिन्ता त लागिरहेछ होइन। हामीले चिन्ता, हामी त गणतन्त्र दिवस मनाउने प्रयोजनको निम्ति चैत्र 15 गते त्यो जुन उहाँहरूले चाहिँ मानिसहरूको जमघट गराउनु भयो नि होइन, जुन राजतन्त्र स्थापना हिन्दू राष्ट्र कायम गर्ने यो संहिता खारेज गर्ने भनेर जुन जनमानस जुट्यो, अनि त्यसपछि चाहिँ गणतन्त्रवादी दलहरू चाहिँ अलि आत्तिएको जस्तो, ओहो अब त सकिन्न कि क्या हो होइन। किनभने नेकपा एमालेका अध्यक्ष अहिलेका प्रधानमन्त्री केपी ओली एउटा युवा वर्गमा पनि वृद्धमा पनि निकै नै लोकप्रिय नेताको रूपमा रहनु भएको थियो। तर पछिल्लो समयमा उहाँको लोकप्रियता चाहिँ बिस्तारै घट्दै गइरहेछ भन्ने त्यस्तो बुझाइ छ। यस्तो हुन्छ, विरोधी पक्षले उठाएको विरोधको आवाजहरूकै आधारमा उहाँको लोकप्रियता घटेको भन्न चाहिँ मिल्दैन। उहाँले जुन किसिमले चाहिँ एउटा सुखी नेपाली समृद्ध नेपालको चाहिँ मिसन भिजन लिएर चाहिँ अघि बढ्नु भएको छ, त्यो
त्यो अहिले विरोधको रूपमा उत्रेकोहरूको निम्ति पनि त्यो फलदायी हुन्छ त्यसलाई व्यवस्थापन हुँदाखेरि। अहिले त्यो नारा चाहिँ कतिको सार्थकता छ? सुखी नेपाली भइरहेछन्, समृद्ध नेपाल बनिरहेछ कि होइन? त्यो त नेपाली असफल नेपाल भइरहेछ। त्यो त कस्तो भने झुलो चकमक ठोसे जस्तो तुरुन्त झिल्का देखे जस्तो आगो पर्ने होइन नि। यो त कस्तो हुन्छ भने चरणबद्ध रूपले एउटा एक्सन प्लान बनाएर अब शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, अन्य पूर्वाधार विकासको क्षेत्रमा, सञ्चारको क्षेत्रमा, यी सबै क्षेत्रमा चाहिँ अब समग्रतामा चाहिँ विकास गरेर लाने। जस्तो अहिले 98%, 8% मात्रै थियो विद्युत उपभोग गर्ने जनसङ्ख्या, बहुदल भनौँ गणतन्त्र आउनुभन्दा अगाडि। अहिले त 98% मान्छे चाहिँ यसको पहुँचमा पुगिसकेको अवस्था छ। अब हरेक के अरे महानगरीय नगरीय अस्पतालहरू, पालिका स्तरीय अस्पतालहरू 396 त अस्पताल एकै दिन शिलान्यास भएर आएको अवस्था हो। त्यो चाहिँ कागज मात्रै भयो, कागज मात्रै भइरहेछ त, काम हुने ठाउँमा भइरहेछ। केही त अब गर्दै भन्दै लाँदाखेरि हुँदैन। त्यो त होइन, समयले उस अस्पताल बनाउनु पर्ने समयमा नबन्ने, तर त्यो टावरहरू चाहिँ धेरै ठाउँमा चाहिँ खडा भयो, तर त्यो टावर पनि बेकामै भयो फेरि। होइन, यस्तो छ, टावर पनि चाहिन्छ, तर मेरो चाहिँ दृष्टिकोण गरी किन टावर बनाएकोलाई विरोध गर्नु भन्दा पनि मेरो चाहिँ अवधारणा के भने सबै किसिमको चाहिँ सुविधा सम्पन्न भइसकेपछि मान्छेले चाहिँ जाने ठाउँ, घुम्ने ठाउँ, रमाइलो गर्ने ठाउँ कहाँ भन्दाखेरि यस्ता टावरहरू, पार्कहरू बन्नुपर्छ। तर अहिले चाहिँ त्यो खालको उसमा चाहिँ बढी खर्च गर्नु उपयुक्त होइन भन्ने मेरो आफ्नो चाहिँ धारणा हो, नीति धारणा। तर के छ भने हरेक चिज सँगसँगै जान्छ नि त। हरेक चिज सँगसँगै लाने क्रममा केही ठाउँ नपाएर टावर किन भनेर चाहिँ आयोजना, अब फल्ना ठाउँमा अस्पताल, कर्णालीमा अस्पताल किन जनसङ्ख्या कम्ती छ भनेर भन्नु जस्तो। अहिले कर्णालीमा त खुल्यो त अस्पताल, मेडिकल अस्पताल खुल्यो त, त्यहाँ त उपकुलपति सहितको चाहिँ व्यवस्था छ त्यहाँ, होइन? त्यसो हुनाले दुर्गम गाउँ बस्तीहरूमा जहाँ हर चिजको अभाव छ, ती अभावहरूलाई परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर लागिरहेको अवस्था हो। तर दुःखको कुरो चाहिँ के भने सरकारमा बसेकै पार्टीका, सहभागी पार्टीका नेताहरूले सरकारमा गरेका असल कामहरूको आम जनतामा के अरे जानकारी गराउने काममा चाहिँ कमी कमजोरी भएको देखिन्छ र खालि विरोधको आवाजहरू मात्रै उठेको देख्दाखेरि तपाईँलाई त्यस्तो लाग्नु स्वाभाविक हो। अब जेठ 15तिर फर्क्यौँ, तपाईँहरू चाहिँ राजावादीलाई धक्का दिने मनसायका साथ, उद्देश्यका साथ तपाईँहरू लाग्न खोजिरहनु भएको होइन? मेरो चाहिँ यो भनेको चाहिँ यसले एउटा अलिकति मुठभेड निम्त्याउन सक्ने तर्फ पनि धेरैजना चाहिँ चनाखो भइरहेछ। सुरक्षा निकाय त्यही अनुरूप चाहिँ रणनीति बनाइरहेको हामी सुनिरहेका छौँ। सरकारले त ती नेताहरूको चाहिँ पिएसओलाई बोलाएर ब्रिफिङ गरेको, कतिले त अब नेताले नै भनेको हाम्रो त पिएसओले खोजिदियो भन्नेसम्मको उहाँहरूले भनिरहनु भएको, त्यसमा सत्यता के छ त्यो अलग्गै पाटो हो। यो किन सरकार चाहिँ अलि डराइरहेको, अलि आत्तिएको जस्तो होइन? नेकपा एमाले पनि अलि आत्तिएको जस्तो, के को डर लागिरहेको छ तपाईँहरू? होइन, हामी आत्तिएको पनि छैनौँ, कसैको डर मान्नु पर्ने पनि छैन। हामी आफ्नो ढङ्गले आफ्नो नीति योजना र कार्यक्रम चलिरहेको छौँ पार्टीको तर्फबाट। तर के छ भने हामीले ल्याएको गणतन्त्रको स्थापना भएको दिनलाई उल्लासमय वातावरण गणतन्त्र दिवस मनाउनु नपाउनु त यसको मतलब त कसैको विरोधमा ल्याएको भनेर बुझ्नु त्यो गलत हो भन्ने मलाई लाग्छ। र कोही कसैले भइरहेको व्यवस्थाको विरोधमा, अन्य ढङ्गको विरोधमा चाहिँ लाग्नुहुन्छ भने त्यो उहाँको आफ्नो सोचाइको कुरा हो र त्यसको जिम्मेवारी उहाँहरूले नै लिने कुरा हो। र किनभने यही संविधान अन्तर्गत उहाँहरू पनि त जननिर्वाचित प्रतिनिधिको हैसियतले हुनुहुन्छ नि। तर यस अगाडिको वर्षहरूमा त खै त्यस्तो खालको कार्यक्रम त यहाँहरूले गर्नुभएको थिएन। अहिले चाहिँ राजावादीले कार्यक्रम गर्ने बित्तिकै तपाईँहरूले त्यसलाई काउन्टर दिनको लागि त्यस्तो खालको आयोजना गर्नुभयो? होइन, हामी त्यतातिर हाम्रो हैसियतसँग पुग्ने त्यहाँ हामीले चाहिँ चासो राख्नु, उनीहरूको उसलाई कार्य गतिविधिलाई काउन्टर दिने हाम्रो होइन। कति कार्यकर्ता तपाईँहरूले उतार्नुहुन्छ भोलि? अब हाम्रो म्याक्सिमम उत्रिन्छ नि। म्याक्सिमम भने कति? 1000मा हो कि लाखमा हो कि 10 लाखमा हो कि? त्यो त 10 लाखमा भन्ने त लक्ष्य त जहिले पनि हुन्छ, तर कति अवस्था जोर जस्तो गरिँदैन नि। यस्तो बेलामा जिल्ला जिल्लामा कार्यक्रम भइरहेको हुन्छ। होइन, राजावादीहरूलाई तर्साउनु पनि त नेकपा एमाले देखाउनु पर्यो नि त शक्ति। नेकपा एमाले राजावादी तर्साउन गणतन्त्र दिवस मनाएको होइन। नेकपा एमाले आफ्नो गणतन्त्र दिवसलाई उल्लासमय वातावरणमा मनाउने। तर जे जस्तो भने तापनि राजावादीलाई देखाउने हो। अब त्यो बुझ्नेको कमजोरी हो, बुझाइमा कमजोरी देख्छु म। किनभने हामी त ल्याएको गणतन्त्र, हाम्रो गणतन्त्र दिवस मनाउनलाई चाहिँ कसैको विरुद्धमा ल्याएको भन्नु त सहायन नि। तर राजावादीहरू त घर घरमा गएर त्यो एक दिन चाहिँ काम छाडेर
त्यो दिन चाहिँ नखाएर भए पनि सडकमा आउनुहोस् भनेर उहाँहरू पम्पलेट उहाँहरूले चाहिँ प्रचार गरिरहनु भएको छ। उहाँहरूका अब जनमानसमा चाहिँ त्यस्तो पक्षलाई चाहिँ म राजावादी भन्दै भन्दैन, राजाको पक्षमा बोल्नु होला, तर राजावादी होइन, त्यो वादसँग सम्बन्धै छैन नि। त्यसो हुनाले राजालाई अब संवैधानिक रूपमा राजा छैन, संवैधानिक रूपमा राजा त हुनुहुन्न। राजा नभएको राजाको पक्षमा अनावश्यक बहस गर्नु त्यो कहाँसम्मको धृष्टता हो त्यो उहाँहरूले बुझ्ने हो। समयले दिन्छ त्यसलाई। फागुन 25 मा जुन खालको चाहिँ राजाप्रतिको स्वागत सत्कार थियो होइन, त्यसले एक प्रकारको तरङ्ग राजनीतिक वृत्तमा ल्याएकै हो होइन, त्यसले मान्नु होइन। अब म उता कहीँ जाँदाखेरि यहाँ टोल मिलेर स्वागत सत्कार गरेर म चाहिँ ठुलो भ्याबी भइहालेँ त होइन। म यहाँ टोलमा कहीँ जाँदाखेरि लो दाइ आउनु भएछ भने सबैले त माला साला लगाउनु थाल्यो, अबिर जात्रा गर्नु थाल्यो भने किन गरिस् भनेर भन्नु पनि भएन, अनि गर्दाखेरि म चाहिँ एकदम भ्याएको त फुल यस्तो फुल्ने त कुरो भएन। तर अहिले चाहिँ के भन्छ, राजा हिँड्दा र अरू नेता हिँड्दा चाहिँ धेरै फरक छ। राजा एक्लै हिँड्दा नि मान्छे वारवारती चाहिँ भिड लाग्छ, अरू नेताहरू एक्लै हिँड्नै डराउँछन्, उहाँहरूलाई चाहिँ लावा लस्कर भइरहेछ भन्ने कुरो त मलाई भन्दा तपाईँहरू वस्तुगत रूपमै विश्लेषण गर्नुहुन्छ। किन त्यसो भइरहेछ? राजाप्रतिको आकर्षण छ, नेताहरू पनि विग्रह होइन। यस्तो छ, यत्रो के भन्छ संवैधानिक व्यवस्था अनुसार बौद्धले गणतन्त्र आयो र यसको निश्चित लक्ष्य थियो, त्यो लक्ष्य परिपूर्ति गर्ने दिशामा हामी कहाँ चुक्यौँ? हाम्रो कमी कमजोरी कहाँ भयो? कमी कमजोरी भएपछि त्यसबारेमा विरोधको आवाजहरू आउनु त्यो स्वाभाविक हो, नागरिक अधिकार हो। उनीहरूले त कहाँ के भइरहेछ सूचना भएको पनि छ उहाँहरूलाई संवैधानिक व्यवस्था अनुसार। यसरी चासो राख्नु, सरकार राख्नु त्यो आफैमा अनौठो चाहिँ होइन, त्यसले विरोध मान्नु भएन के। जनताले आफूले निर्वाचित गरेको सरकारको गतिविधिहरूमा यो भएन त्यो भएन भनेर आलोचना गर्नु, टिप्पणी गर्नु, त्यसलाई चाहिँ सरकारको विरोधको रूपमा लिनु भएन। हामी कहाँ छौँ त्यसलाई करेक्सन गरेर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने पाटोबाट चल्नु चाहिँ लोकतान्त्रिक गणतन्त्रको चाहिँ के भन्छ मूल चाहिँ के भन्छ मर्मभित्र पर्छ भन्ने मलाई लाग्छ। तर दुईटा ठुला दल मिलेर सरकार चलाएको 10, 11 महिना 12 महिना हुन लाग्यो, असार 28 मा होला सायद होइन। अब एक वर्ष पहिलो वर्ष बनाउँदै गर्दाखेरि तर शक्तिशाली दुई दलले मिलाएर पनि खासै केही लछारपाट लाएन भन्ने एउटा गुनासो छ होइन। अर्को चाहिँ यति शक्तिशाली हुँदाखेरि पनि अब संसदमा हेर्नुहोस् त अहिले चाहिँ कति हङ्गामा भइरहेछ, गृहमन्त्री राजीनामा भइरहेछ, बजेट आउने नआउने ठेगान छैन। होइन, संविधानमा चाहिँ अब तपाईँलाई आजभन्दा अगाडिको पनि के भन्छ इतिहास थाहा छ, सदनमा बजेट भएन भने अध्यादेशद्वारा बजेट आउँछ होइन। तर के छ भने सम्बन्धित थलोबाटै बजेट आउनु त्यो राम्रो हुन्छ, तर सरकारले त ल्याउँछ बजेट। सम्भावना चाहिँ संसदबाट बजेट आउने सम्भावना चाहिँ टर्दै गएको छ। अब त्यो भने अध्यादेशबाट आउँछ बजेट र त्यसले पालन गरेर जानुपर्ने हुन्छ। फेरि हाम्रो संविधान कस्तो हुन्छ, कुनै एकजना मात्रै मान्य सदस्य भएको पार्टीको सदस्यले त्यो सदनमा उठेर बस्दै भने त्यो अवरुद्ध भएको मानिन्छ। उहाँलाई चाहिँ बस्नु भनेर आग्रह गर्दा पनि बस्नु भएन भने त्यसलाई पनि त्यति फ्लेक्जिबल छ कि हाम्रो प्रावधान, यस्तो रिजिड छैन नि त। त्यसो हुँदाखेरि त्यतिकै आधारमा बहुमत मान्छेहरूले चाहिँ पास गरेर लागेको कुरामा एकजना उभिँदा पनि त्यो चाहिँ के त्यसको पनि कुरा सुन्दै हुनुपर्छ भन्ने ढङ्गको मान्यताको आधारमा संविधान त्यो व्यवस्था भनेको। रमेश लेखक सहितको मन्त्री परिषदबाट आएको बजेट आउँछ कि मन्त्री परिषदबाट एकजना गैल भएपछि चाहिँ बजेट आउने हो? होइन, उहाँहरूको माग चाहिँ अब गृहमन्त्रीको राजीनामा भन्ने सकेर अब नीति निर्माणको तहमा बस्ने मान्छेहरू त फिल्डमा कसैले कमजोरी गर्यो भने त्यो पो जान्छ त, अनि त्यसको टाउकै जाने व्यवस्था पनि त्यो कुनै के भन्छ मिल्दोजुल्दो कुरा हो र। त्यसो हुँदाखेरि म के भन्छु भने जसले जुन औँलामा विष लाग्छ त्यो औँलो झर्छ, जसले गलत गरेछ त्यो अनुसार हुन्छ। तर के छ भने उसको माताको कर्मचारी कसैले गल्ती गर्यो भने मन्त्रीले राजीनामा दिनुपर्ने प्रावधान त्यति गतिलो हो त त्यो। भनेको रवि लामिछाने र रमेश लेखकको विषय फरक हो उसो भए? अहिले टेन्टेटिभ हेर्दाखेरि त्यस्तै देखियो। तर उहाँहरू त भन्नु भएको छ उहाँहरू अब सङ्गठित अपराधदेखि लिएर सहकारीको के अरे रकम अपचलनको कुरादेखि लिएर यी सबै कुरा छ नि त। होइन, माओवादीले नि माग्यो त राजीनामा। कसलाई? गृहमन्त्रीको। अब ऊ त विरोधी बेन्चमा त ऊ त निर्माण हुन ध्वंस गर्ने प्रवृत्ति आएको हुनाले उसले कहाँ के कुरा उठायो त्यो मेरो चाहिँ चासोले विषय सरकारको विषय होइन। उहाँको त त्यस्तै हुन्छ जहिले पनि,
विरोध मात्रै गर्ने, निर्माणको पक्षधरै छैन होइन। अब उहाँहरू त कुनै देशमा नेपालमा आन्दोलन गर्ने तर कहीँ देशबाट चाबी ठोकेर गर्दो रहेछ, विदेशमा 5 स्टार होटलमा बस्ने, नेपालमा जनता लडाएर चाहिँ उस गर्ने शक्तिबाट आएको, उसको उत्पत्ति विकासको आधार तलै सकारात्मक छैन। अनि त्यस्तो शक्तिबाट आएकोहरूले उठाएको कुराहरूलाई हामीले गम्भीरतापूर्वक लिनु हुँदैन। हामी आफ्नो गन्तव्य के हो त्यसलाई आत्मसात गरेर यो जुन संयुक्त सरकार छ यसले आफ्नो गतिविधिहरू अगाडि बढाउनुपर्छ। कराउने कराउँदै गर्छन्।